अब कुरा आएको छ संविधानको है। मैले जुलुस नाराबाजी गरेको देखेँ संविधानलाई चेन्ज गर्न मिल्दैन, नयाँ संविधान ल्याउनु मिल्दैन भनेर नाराबाजी संविधान बचाउँ भन्ने रहेछ। संविधान भनेको मेरो बुझाइअनुसार है, म विद्वान त होइन यो विषयमा, तर मेरो बुझाइअनुसार संविधान भनेको एउटा धेरै पहिला बनाइएको एउटा किताब हो, जसमा चाहिँ नियम कानुन समाजलाई कसरी अगाडि बढाउने, कसरी सुरक्षित राख्ने भनेर एउटा त्यसमा नियम कानुन पोलिसी राखेको हुन्छ। त्यो अनुसार देशलाई अगाडि बढाउने, समाजलाई अगाडि बढाउने अनि सुरक्षित राख्ने भनेर भनिन्छ। यो नियम कानुनलाई समयअनुसार चेन्ज गर्दै जानुपर्ने होइन र हामी त परापूर्व कालमा छैनौँ है। त्यही भएर यो संविधान बचाउँ भन्दाखेरि मलाई अचम्म लाग्यो कि के कारणले बचाउन चाहनुहुन्छ, किनभने संविधान अनुसार चलेको भनेर जति पनि अब अहिले हामीले देख्यौँ नि पोलिटिकल पार्टीहरू उहाँहरूले देश चलाउनु भयो, त्यो चित्त बुझेन। त्यही भएर आज यो स्थिति आयो होइन। जेन्जीलाई मात्रै चित्त नबुझेको होइन नि त, यो त अरूलाई पनि चित्त बुझेको छैन। त्यही भएर आज एउटा नयाँ फ्रेस स्टार्ट गर्ने एउटा चान्स पाएको समयमा हामी पुरानै नीति नियमअनुसार चल्नुपर्छ, बचाउनुपर्छ भनेर किन यत्रो बित्ति कोलाहल गर्दैछौँ त्यो मैले बुझिनँ कि समयअनुसार हरेक कुरा अपग्रेड हुँदै जानुपर्छ, परिवर्तन हुँदै जानुपर्छ, समयअनुसार नियम पनि परिवर्तन हुँदै जानुपर्छ, ताकि हामी पनि अरू देशहरूसँग, नेपालले पनि अरू देशहरूसँगै लागेर एउटा हामी पनि पछाडिएको छैनौँ है, हामी पनि ब्याकवर्ड सोचाइमा छैनौँ है। हाम्रो पनि सोचाइ प्रोग्रेसिभ छ, हामी पनि अगाडि बढेको छौँ, हाम्रो नेपालमा पनि ट्यालेन्टहरू छन्, इन्टेलिजेन्स छ भन्ने त्यो देखाउनु पर्ने होइन र त्यो सबै यसबाट आउँछ कि किनभने मान्छेले एउटा नयाँ सोच, प्रोग्रेसिभ सोच, नयाँ विचार लिएर पनि संविधानले रोक्छ, कानुनले रोक्छ भनेर उसलाई पछाडि धकाल्ने काम भइरहेको थियो नि त। त्यो पछाडि धकाल्ने होइन, हामी सबैजनाले अब अगाडि पुश गर्नुपर्छ। जो लिडरसिपमा हुन चाहनुहुन्छ उहाँहरूलाई पुश गर्नु पर्यो, सोच प्रोग्रेसिभ राख्नु पर्यो है। यो संविधान बचाउँ भन्दाखेरि चाहिँ धार्मिक ग्रन्थहरू बचाउँ, मन्दिरहरू बचाउँ भनेको जस्तो गरेर हातमा लिएर यो बचाउँ भन्ने त्यो कुराहरू चाहिँ म फेरि मान्छु। फेरि धार्मिक ग्रन्थहरूलाई बचाउँ, कुनै पनि धर्मको, एउटै मात्र धर्मको होइन, मन्दिर बचाउँ, संरचनाहरू बचाउँ, हेरिटेज साइट्सहरू बचाउँ, त्यो भनेको प्रपर्टी हो, त्यो भनेको बचाइराख्नुपर्ने कुरा हो हामीले पनि अनि हाम्रो भावी पुस्ताहरूले पनि। तर संविधान भनेको चाहिँ समयअनुसार संशोधन हुँदै जानुपर्छ। त्यसमा आपत्ति जनाउनु भनेको संविधान भनेको के हो भनेर नबुझ्नु हो जस्तो लाग्छ है मलाई। त्यही भएर यो अब अहिले जो संविधान बचाऊ भनेर नाराबाजी लाउँदै हिँडिराख्नु भएको छ, उहाँहरूले चाहिँ संविधान पढ्ने हो कि एकचोटि, अनि संविधानमा लेखेको कुराहरू अहिलेको समयमा लागू हुन्छ कि हुँदैन, आफैलाई लागू हुन्छ कि हुँदैन, एग्री हुन्छ कि हुँदैन, पार्टीको कुरा होइन। यहाँ संविधान बचाउँ भनेर अहिले पार्टीमा संसदमा जो हुनुहुन्छ उहाँहरूलाई बचाउँ भन्न खोजेको जस्तो लाग्यो। तर अब नयाँ नेपाल भन्दैछ, नयाँ देश भन्दैछ, नयाँ युवाहरूले अगाडि बढ्दै हुनुहुन्छ। त्यही भएर उहाँहरूलाई पछाडि नधकालौँ होइन, त्यो पछाडिबाट तान्ने काम नगरौँ है, अगाडि बढाउँ। किनभने यो देश अगाडि बढेको सबैको लागि राम्रो हो।